नमस्ते, सिएस ट्युसन क्लासमा स्वागत छ। आज म कक्षा 10 को अनिवार्य गणितको सिडिसीले एसई 2082 का लागि तयार पारेको मोडेल सेट 1 को क्वेसन नम्बर 3 लिएर उपस्थित भएको छु। यो क्वेसन कम्पलसरी म्याथमेटिक्स फर एसई कम्पिटेटर्स भन्ने प्रख्यात पुस्तक जसका राइटर हुनुहुन्छ डिआर श्रृङ्खला, उक्त किताबको पेज नम्बर 436 बाट लिएको हो र कम्पलसरी म्याथमेटिक्सको युनिट 3 ग्रोथ एन्ड डिप्रिसिएसन अन्तर्गत रहेको यो क्वेसन एसईको दृष्टिकोणले महत्त्वपूर्ण छ र उक्त युनिट 3 ग्रोथ एन्ड डिप्रिसिएसन पनि एसईको लागि महत्त्वपूर्ण पाठ रहेको छ, किनभने यस पाठबाट एसईमा 4 अङ्कको क्वेसन सोधिने गर्दछ। अब क्वेसन नम्बर 3 मा के तथ्यहरू दिएको छ ती तथ्यहरू लेख्न गइरहेको छु। त्योभन्दा पहिले विद्यार्थी भाइ बहिनीहरू यदि यो च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला र अन्तिममा यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न पनि नबिर्सिनुहोला। अब सुरु गरौँ क्वेसन नम्बर 3 मा के तथ्यहरू दिएको छ ती तथ्यहरूको बारेमा छलफल गरौँ। क्वेसन नम्बर 3 मा साजनले आफूसँग भएको रु 1 करोडबाट रु 30 लाखको कार र रु 70 लाखको जग्गा किनेछन्। साजनसँग रु 1 करोड रुपियाँ रहेछ। उसले त्यस रकमबाट 30 लाखको एउटा कार किनेछ र 70 लाखको जग्गा किनेछ। 2 वर्षसम्म कारको मूल्य वार्षिक 5% का दरले चक्रीय ह्रास हुँदै गएछ। कारको मूल्य 2 वर्षसम्म 5% का दरले चक्रीय ह्रास हुँदै गएछ भने जग्गाको मूल्य निश्चित प्रतिशतले चक्रीय वृद्धि हुँदै गएको रहेछ। अब ए नम्बर प्रश्नमा चक्रीय ह्रास निकाल्ने सूत्र लेख्नुहोस् भनेर प्रश्न राखिएको छ। त्यसपछि प्रश्न नम्बर बी मा 2 वर्षपछि उक्त कारको मूल्य कति पुग्छ पत्ता लगाउनुहोस् भनेको छ। कारको सुरुको मूल्य 30 लाख छ र अन्तिम मूल्य हामीले पत्ता लगाउनु पर्नेछ, अर्थात् 2 वर्षपछिको मूल्य पत्ता लगाउनु पर्नेछ। त्यस्तै गरेर जग्गाको सुरुको मूल्य 70 लाख छ र 2 वर्षपछि सो जग्गाको मूल्य कति पुग्छ र त्यो पनि पत्ता लगाउनु छ र 2 वर्षपछि त्यो जग्गाको मूल्य कति प्रतिशतले वृद्धि भएको रहेछ त्यो पनि हामीले हिसाब गर्नुपर्ने छ। अब प्रश्न नम्बर सी मा 2 वर्षपछि कार र जग्गाको जम्मा मूल्य चाहिँ 1,05,72,700 भएछ भने जग्गाको मूल्यमा कति प्रतिशतको चक्रीय वृद्धि भएको रहेछ गणना गर्नुहोस् भनेर हामीलाई प्रश्न दिएको छ। अब यसको लागि म सोलुसनमा लेख्न गइरहेको छु। अब म यस क्वेसनको सोलुसन गर्न गइरहेको छु। सोलुसनको लागि यहाँ लेखौँ के तथ्यहरू दिएको छ ती तथ्यहरू पनि लेखौँ। यहाँ साजनसँग भएको जम्मा रकम इज इक्वल टु रु 1 करोड लेखौँ। 1 करोड 1 को पछाडि 7 वटा शून्य हुन्छ। कारको सुरुको मूल्य छ। यस मूल्यलाई हामीले पी ले जनाउनु पर्ने छ। पी इज इक्वल टु रु 30 लाख छ। समय दिएको छ। समय लेखौँ। टी इज इक्वल टु 2 वर्ष छ। त्यस्तै गरेर कारको मूल्य ह्रास दर दिएको छ। कारको मूल्य ह्रास दर यसलाई हामीले आर ले जनाउने छौँ। आर इज इक्वल टु 5% लेखौँ। यति तथ्यहरू हामीलाई दिएको छ। अब हामीलाई क्वेसन नम्बर ए को आन्सर लेख्नु छ। यहाँ चक्रीय ह्रास निकाल्ने सूत्र लेख्नुहोस् भनेको छ। कम्पाउन्ड डिप्रिसिएसन निकाल्ने सूत्र निकाल्नु छ। यसको लागि चक्रीय ह्रासलाई हामी डिटी भन्ने छौँ। इज इक्वल टु पी इन्टु 1 माइनस आर बाई 100 पावर टी हुन्छ। किन भन्दाखेरि टीटी इज इक्वल टु पी माइनस पीटी हुन्छ, अर्थात् सुरुको मूल्यबाट टी समय पछाडिको मूल्य घटाउँदाखेरि डिटी आउँछ। इज इक्वल टु पी माइनस पीटी को सूत्र हुन्छ पी इन्टु 1 माइनस आर बाई 100 पावर टी र यहाँ पी कमन निकाल्ने हो भने 1 माइनस आर बाई 100 पावर टी हुन्छ।
यसरी हामी डिटी निकाल्ने सूत्र लेख्न सक्छौँ। अब हाम्रो क्वेसन नम्बर बीमा के छ त निकाल्नुपर्ने 2 वर्षपछि उक्त कारको मूल्य कति पुग्छ पत्ता लगाउनुहोस् भनेर प्रश्न राखिएको छ। 2 वर्षपछिको कारको मूल्य P2 पनि लेख्न सक्छौँ हामी यहाँ। PT पनि लेख्न सक्छौँ। PT इज इक्वल टु P इन्टु 1 माइनस R/100 पावर T हुन्छ। इज इक्वल टु P भनेको कारको सुरुको मूल्य हो। कारको सुरुको मूल्य हाम्रो यहाँ 30 लाख छ, रु 30 लाख लेखौँ, इन्टु 1 माइनस R को मान हाम्रो 5% छ, बाई 100 पावरमा हाम्रो 2 हुन्छ। 2 वर्षपछि अर्थात् 2 वर्षपछिको मूल्य निकाल्नु पर्ने हो। त्यसपछि इज इक्वल टु रु 30 लाख लेख्नु हामी यहाँ इन्टु 1 माइनस 0.05 हुन्छ, यसको होल स्क्वायर लेखौँ, इज इक्वल टु रु। अब हामी यहाँ रु 30 लाख लेखिराखौँ। 30 लाख भनेको 30 को पछाडि 5 वटा शून्य हो र 1 बाट 1 माइनस 0.05 घटाउँदाखेरि 0.95 होल स्क्वायर हुन्छ र 0.95 होल स्क्वायर भनेको कति हो इन्टु 0.95 95 ले 0.95 लाई दुईचोटि गुणन गरौँ, यो हुन्छ 30 लाख। सुरुमा नै छ हाम्रो 30 को पछाडि 5 वटा शून्य छ, इन्टु 0.9025 हुन्छ र गुणन गरौँ हामी कति हुन्छ इन्टु 30 लाखले गुणन गरौँ, यहाँ हुन्छ 27,07,500। 27,07,500 कार हामीले 30 लाखमा किनेका थियौँ, तर त्यहाँ घाटा भएछ र 27,07,500 भएछ 2 वर्षपछिको कारको मूल्य। यो यसको आन्सर भयो। अब त्यस्तै गरेर हामीले सी नम्बर क्वेसन हेर्नु छ। सी नम्बर क्वेसनमा 2 वर्षपछि कार र जग्गाको मूल्य 1,05,72,700 भने जग्गाको मूल्यमा कति प्रतिशतको चक्रीय वृद्धि भएको छ गणना गर्नुहोस् भनेको छ। अब सी नम्बरमा कार र जग्गाको 2 वर्षपछिको मूल्य इज इक्वल टु रु 1,05,72,700 रहेछ। अब यहाँ हेर्नुहोस्, यो 1,05,72,700 भित्र कारको 2 वर्षपछिको मूल्य पनि छ र जग्गाको 2 वर्षपछिको मूल्य छ। कारको 2 वर्षपछिको मूल्य भनेको 27,07,500 हो। यो 27,07,500 लाई घटाएपछि बचेको मूल्य भनेको जग्गाको मूल्य। अब मैले यहाँ लेखेँ जग्गाको 2 वर्षपछिको मूल्य, यसलाई पनि हामी पिटी ले जनाऊँ। पिटी इज इक्वल टु रु 1,05,72,700 माइनस रु 27,07,500। अब कति बच्छ त्यो रकम भनेको हाम्रो जग्गाको 2 वर्षको मूल्य हो, त्यो घटाउँ। त्यो भनेको 1,05,72,700 माइनस 27,07,500 घटाइदिन्छौँ हामी, यहाँ हुन्छ 78,65,200, रु 78,65,200। अब कति रकम बढ्यो त यो जग्गाको 2 वर्षपछिको मूल्य हो, समय 2 वर्ष दिएको छ। अब यसबाट हामीले जग्गाको वृद्धि दर निकाल्नु पर्ने छ। जग्गाको वृद्धि दर आर इज इक्वल टु वाट भन्ने छौँ हामी, र अब हामी यहाँ पनि सूत्र लगाउने छौँ। हामीलाई थाहा छ, लेखौँ, हामीलाई थाहा छ जग्गाको 2 वर्षपछिको मूल्य 2 वर्षपछिको मूल्यलाई हामी पिटी भन्दछौँ। पिटी इज इक्वल टु P इन्टु 1 प्लस R/100 पावर
टी हुन्छ। अब यहाँ हेर्नुहोस्, मैले यहाँ वृद्धि भएको कारणले 1 प्लस आर बाई 100 लेखेको छु र माथि कारको मूल्यमा 1 माइनस आर बाई 100 गरेको छु। किन भन्दाखेरि कारको मूल्य घटेको छ र जग्गाको मूल्य बढेको छ, त्यसैले मैले 1 प्लस आर बाई 100 पावर टी लेखेँ। और लेखौँ यता, और पिटीको मान भनेको 78,65,200 हो। यो चाहिँ जग्गाको 2 वर्षपछिको मूल्य हो, इज इक्वल टु जग्गाको सुरुको मूल्य 70 लाख थियो, 70 लाख थियो, इन्टु 1 प्लस आरको ठाउँमा हामी आर नै राख्नेछौँ, किनभने आरको मान पत्ता लगाउनु पर्नेछ र टीको ठाउँमा चाहिँ हामीले 2 लेख्नु पर्नेछ, किन भन्दाखेरि 2 वर्षपछिको मूल्य दिएको हो, यो समय 2 वर्ष दिएको छ। और बायाँपट्टि 78,65,200 हो र यसलाई हामीले 70 लाखले भाग गर्नेछौँ, इज इक्वल टु 1 प्लस आर बाई 100 गर्नेछौँ र त्यसको पावरमा हामी 2 नै लेख्नेछौँ। और अब 78,65,200 लाई हामीले 70 लाखले भाग गर्नुपर्नेछ, 1.1236 हुन्छ, इज इक्वल टु 1 प्लस आर बाई 100 को स्क्वायर गर्नेछौँ, होल स्क्वायर गर्नेछौँ। और अब हामी यतापट्टिको रुट यो 2 हटाउनको लागि दुवैतिर रुट चिन्ह लिनेछौँ, दुवैतिर रुट चिन्ह लिउँ, 1.1236 इज इक्वल टु 1 प्लस आर बाई 100 को होल स्क्वायर छ र यसको पनि हामी रुट चिन्ह लिनेछौँ। रुट लिँदाखेरि यसको स्क्वायर हट्नेछ र आर मात्र बच्नेछ, त्यस्तै गरेर हामी 1.1236 को पनि रुट लिनेछौँ। यसको लागि हामी रुट लिइहालौँ, रुट 1.1236 यो भनेको 1.06 हुन्छ, और यसको वर्गमूल 1.06 हुन्छ, इज इक्वल टु 1 प्लस आर बाई 100 होल स्क्वायरको वर्गमूल चाहिँ 1 प्लस आर बाई 100 मात्र हुनेछ। और अब हामीलाई आर को मान निकाल्नको लागि यो 1 वारिपट्टि ल्याएर घटाउनु पर्नेछ, यसको लागि 1.06 माइनस 1 इज इक्वल टु आर बाई 100 हुन्छ। और वारिपट्टि घटाउँदाखेरि 0.06 इज इक्वल टु आर बाई 100 हुन्छ, यहाँ करस्पोन्ड गरौँ, और आर इज इक्वल टु 0.06 लाई 100 ले गुणन गर्दाखेरि 6% हुन्छ। यो 6% भनेको जग्गाको वृद्धि दर हो। देयरफोर जग्गाको वृद्धि दर आर इज इक्वल टु 6% आन्सर, यो हामीले निकाल्नु पर्ने आन्सर हो। विद्यार्थी भाइ बहिनीहरूलाई यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद।